This is how I made over $360 by trading forex from Nepal. Welcome to my video. In this video I'm going to break down my entry on USD. So basically भन्नुपर्दा चाहिँ म एउटा स्मार्ट मनी कन्सेप्ट ट्रेडर हो। म चाहिँ सुरुमा 4 आवर टाइम फ्रेममा आफ्नो बायस हेर्छु, त्यसपछि 15 मिनटमा गएर अर्डर ब्लक मार्क गर्छु, अनि त्यो अर्डर ब्लकमा प्राइस आयो भने चाहिँ अझै सानो टाइम फ्रेममा अब सिचुएसन हेरी कहिले 1 मिनट, कहिले 5, कहिले 3 त्यसमा गएर चाहिँ इन्ट्री लिन्छु। सो यहाँ देख्न सक्नुहुन्छ 1:10 रिस्क रिवार्ड रेसियो राखेर यो ट्रेड लिएको थिएँ मैले, र पर्फेक्टली यो टपको पुरै लिक्विडिटी लिएर प्राइस माथि गएको छ। ल अहिले चाहिँ मार्केट अफ छ, अनि यो इन्ट्री चाहिँ मैले कसरी लिएँ, ट्याक्क पम्प हुनभन्दा अगाडि नै मेरो इन्ट्री भएको थियो। ट्याक्क प्राइस यहाँ कति 1.16448 मा मैले इन्ट्री लिएँ, र त्यसपछि प्राइस सिधै पम्प गरेर यत्रो पुगेको थियो। त्यसपछि फेरि हल्का आयो, टिप आयो, तर मैले लिइनँ यति बेला चाहिँ, किनकि अब मेरो सेटअप अनुसार मैले यहाँ ट्रेड केही पनि भेटेको थिइनँ, र यत्तिकै मैले ट्रेड कहिले पनि लिँदिनँ। यो ट्रेड लिनुभन्दा अगाडि चाहिँ मैले पुरै यो 4 आवरको टाइम फ्रेम हेर्दा चाहिँ पुरै बियरिस थियो, तर प्राइस यतातिर पुग्दा चाहिँ 15 मिनटमा चाहिँ त्यो बुली शिफ्ट भएको थियो। लेट मी रिमुभ दिस। प्राइस चाहिँ यहाँ चर्च गरेपछि 15 मिनटमा बुलिस भएको थियो, तर यति बेला चाहिँ मेरो ट्रेडिङ आवर थिएन, त्यही भएर मैले कुनै पनि ट्रेड लिइनँ। तर ट्याक्क यहाँ आएपछि चाहिँ अझै एउटा ब्रेकअप स्ट्रक्चर दिएको थियो, बुलिस ब्रेकअप स्ट्रक्चर, अनि यो सानो माइनर ओबीमा चाहिँ प्राइस आएको थियो। अनि मैले यहाँ इन्ट्री चाहिँ यहीँ लिनुपर्ने हो, तर मैले चाहिँ भने नि त 1 मिनट टाइम फ्रेममा गएर इन्ट्री फाइन्ड गर्छु। त्यही भएर 1 मिनट टाइम फ्रेममा हेर्दा चाहिँ यहाँ अप ट्रेन्ड भयो, पुल ब्याक भयो, अनि जब यो ब्रेक गर्यो ट्याक्क अनि मैले यहाँ इन्ट्री लिएँ। अनि खास यो यसमा प्रफिट बुक गर्नुपर्ने हो यो टपमा, तर मैले चाहिँ यत्तिकै छोडेर बसेँ, किनकि मलाई थाहा थियो आवरली टाइम फ्रेममा 4 आवर टाइम फ्रेममा हेर्दा चाहिँ पुरै बल्ल बियरिस ट्रेन्ड इन भएर बुलिस ट्रेन्ड लाग्दै थियो। अनि यहाँबाट यो सबको लिक्विडिटी ग्राब गरेर हल्का तल पुल ब्याक आयो, त्यसपछि चाहिँ प्राइस पुरै पम्प भएर यहाँ यो यति बेलाको लिक्विडिटी, यो टपको लिक्विडिटी, यसको लिक्विडिटी, सब लिक्विडिटी ग्राब गरेर यहाँ गयो। अब चाहिँ प्राइस अब अप ट्रेन्डमै लाग्न पनि सक्छ, हल्का पुल ब्याक आउनु पनि सक्छ, तर म चाहिँ मार्केट अन भएपछि चाहिँ यो पुरै प्रफिट बुक नै गरिहाल्छु। अहिले चाहिँ मैले प्रफिट बुक गरेको छैन किनकि मार्केट अफ छ, त्यही भएर यत्तिकै ओपनै छ मेरो ट्रेड। And if you guys want video how to trade forex legally from Nepal and want to learn my strategy, do follow, like, comment and share this video. हजुरहरूको मायाले नै हो मैले यस्तो भिडियो बनाउन सक्छु, त्यही भएर साथ दिनु होला, सपोर्ट गरिदिनु होला, र आगामी दिनमा चाहिँ यस्तै भिडियो हजुरहरूको नलेजको लागि मैले राख्नेछु। हस्, धन्यवाद।